दाई जग्गा रुमाल जस्तै जग्गा चारपाटे मिलेको छ। ए जग्गा मजाको चारपाटे मिलेको छ तर तिम्रो हिँडाइले त त्यो जग्गामा 2 दिनमा पनि नपुगेला जस्तो त के नि दाई भगवानले ठगिहाल्यो। के हो र तिमीलाई भगवानले ठगे पनि मलाई चाहिँ जग्गामा नठग है। नो टेन्सन। लो टेन्सन त भइहाल्छ नि। अब आफूले यहाँ आफ्नो पेन्सन अलिकति जम्मा गरेको ब्याङ्कमा अब त्यो जम्मा गरेर पैसा भने जस्तो जम्मा हाल्नु पाएन त मलाई टेन्सन गरेर पुरा हुन्छ। त्यो पनि हो दाई। मलाई यो जग्गा असाध्यै मन पर्यो। आहा 4 कुना त मिलेको ठ्याक्कै चारपाटे रुमाल जस्तै रहेछ। तर हातको पैसो कति हो नि त नि? तपाईँलाई मिलाइदिन्छु। मिलाउनु त मिलाउने हो नि तर पैसा हातको कति हो भने हो के? तलेको रेट हातको 20 गुणा। बाफ रे भन्नु पायो भन्दा अति ज्यादै पनि नभन न। पर सेदीको मेन बाटो जस्तै हातको 20 भनिदिने यहाँ त अलिक कम होला नि। त्यो सेदीको त्यो मान्छेको हात र मेरो हात कतिको फरक छ हेर्नु र हात मेरो। भाइ म एकछिन सोध्छु र मजाले अनि म भन्छु है। हुन त हो अब यसको हात पनि छोटो छ अरूको भन्दा। अब यो जग्गा किनिहालेँ भने त जग्गा पनि ठुलै पाउँछु नि मैले। अब म यो जग्गालाई म यसलाई प्लोटिङ गर्छु त्यसपछि त मालामाल अनि म करोडपति। ल भाइ भोलि गएर पास गर्ने हुन्छ ल।